भइसकेको छु। आउनुहोस् राशिफललाई जानौँ। सर्वप्रथम त मेष राशि। मेष राशिवाला व्यक्तिहरूको आजको दिन प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याएर गर्नुपर्ने हुन सक्छ। तपाईँले सङ्घर्षले कर्मयोग अघि बढ्नेछ। काममा धेरै समय जोड्न सक्नुहुने छैन। योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, तर सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पछिका लागि काम गर्ने समय आएको छ तपाईँको। दोस्रो राशि रह्यो वृष राशि। वृष राशिवाला व्यक्तिहरूको आजको दिन यस्तो रहन गएको छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याएर गर्नुपर्ने हुन सक्छ। मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ तपाईँलाई, अथवा कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ नि। त्यसैले सावधान हुनुहोला। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जो हो गर्नुपर्ने समय आएको छ तपाईँको। पेसा व्यवसायमा आंशिक लाभ उठाउन सफल हुनुहुनेछ। फाइदाका लागि केही काम दोहोऱ्याएर गर्नुपर्ने हुन सक्छ तपाईँले। तेस्रो राशि मिथुन राशि। मिथुन राशिवाला व्यक्तिहरूको आजको दिन यस्तो रहन गएको छ। आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने, नयाँ काम सुरु गर्ने समय आएको छ तपाईँलाई। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पनि पछि पार्न सक्नुहुनेछ। आम्दानी प्रशस्तै बढ्नेछन्। कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सक्नुहुनेछ तपाईँले। प्रशस्त धन आर्जन गर्ने मौका आएको छ तपाईँलाई। चौथो राशि कर्कट राशि। कर्कट राशिवाला व्यक्तिहरूको आजको दिन शुभचिन्तकहरूको साथ सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ। लगनशीलताले सङ्कल्प पुरा गर्न सक्नुहुनेछ। कमजोर नतिजा सच्याउन काम दोहोऱ्याएर गर्नु परे पनि मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापारमा वृद्धि हुनेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन्। पाँचमा राशि सिंह राशि। सिंह राशिवाला व्यक्तिहरूको आजको दिन समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान सम्मान आदि प्राप्त गर्न सक्नुहुन्छ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सक्नुहुनेछ। इच्छा शक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त गर्न सक्नुहुनेछ तपाईँले। छैठौँ राशि कन्या राशि। खर्चिलो काम बन्नेछ तपाईँको। काम अलि खर्चिलो हुन सक्छ, त्यसैले थोरै सावधानी रहनुपर्ने हुन सक्छ तपाईँले। अर्थ अभाव देखा पर्न सक्छ। परिश्रम परे पनि काम कम प्रतिफलतामा चित्त बुझाउनु पर्ने हुन सक्छ। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आम्दानी भए पनि खर्च बढ्नाले समस्या आइपर्न सक्छ। प्रयत्न गर्दा सरसापट भने पाउन सक्नुहुन्छ। लामो यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ गर्न सक्नुहुनेछ तपाईँले। सातौँ राशि तुला राशि। व्यापार, साझेदारी र सरसापटमा लाभ मिल्नेछ। मिहिनेतले आय स्रोत बढाउनेछ तपाईँको। व्यापारमा अड्किएको रकम उठ्नेछ। पछिका लागि लगानी बढाउन सक्नुहुनेछ, तर अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्नेछन्। आंशिक फाइदा भए पनि काम गर्न अनुमान भन्दा बढी लगानी र समय लाग्नेछ। सरसापटमा केही रकम बाहिरिन सक्छ तपाईँको। आठौँ राशि वृश्चिक राशि। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मिहिनेतले गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सक्नुहुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्। काममा विशिष्ट व्यक्तिहरूको सहयोग प्राप्त हुन सक्छ तपाईँलाई। अरूलाई प्रभावित पारेर दाम इनाम र प्रतिष्ठा कमाउने बेला आएको छ तपाईँको। कीर्तिमानी काम गर्न सफल हुनुहुनेछ। थोरै मेहनत गर्नुहोला।
नौ राशि धनुराशि विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ने हुन सक्छ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्च गर्नुपर्ने हुन सक्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्न बाध्य हुनुहुनेछ, तर अरूका लागि गरिएको कामले आफूलाई समेत फाइदा हुनेछ। समस्या पर्दा सहयोगीहरू फेला पर्नेछन्। तपाईँले आज 10औं राशि मकर राशि अवसरका लागि दौडधौड गर्नुपर्ने हुन सक्छ। तत्काल लाग्न भए पनि पछिका लागि काम गर्ने समय आएको छ। कामको चाप बढ्नेछ, तर स्वास्थ्य कमजोर रहनेछ नि, सावधान हुनुहोला। अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले चुनौतीसँग सम्झौता गराउन सक्छ। केही जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। तपाईँले समस्या दर्शाउँदा सहयोगीहरूले भने तपाईँलाई साथ दिने नै छन्। 11औं राशि कुम्भ राशि पछिका लागि अवसरको खोजी गर्ने समय आएको छ। तपाईँलाई पेसा व्यवसायमा विशेष लाभ लिने समय आएको छ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछन्। विभिन्न भौतिक साधन जुट्नेछन्। कामले यात्राको अवसर दिलाउन सक्छ। तपाईँलाई नयाँ ज्ञान सिक्ने मौका आएको छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। आतिथ्यपूर्ण सम्मान पनि तपाईँले आज प्राप्त गर्न सक्नुहुनेछ। 12औं राशि मीन राशि स्रोत साधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहेको छ। आज प्रतिस्पर्धामा विजयी हुनुहुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ। व्यापार लगायत आर्थिक क्षेत्रमा लाभ हुनेछ। नयाँ काम प्रारम्भ गर्ने समय आएको छ। रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड समेत तपाईँलाई आज जिताउन सक्छ। हस्त मित्रजनहरू, यहाँहरू सबैको दिन शुभ र शुभ दिन शुभ बिहानी। भोलि यसै समयमा हजुरहरूको राशिफल लिएर अवश्य उपस्थित हुनेछु। तबसम्मको लागि राधे राधे।